मैले आलु रोपेको हेर्नु न कति राम्रो देखेछ है आलु। अब कति फल्छ थाहा छैन। अनि यता चाहिँ टमाटर छ अनि यहाँ चाहिँ फर्सी हेर्नु यति राम्रो रहेछ। अनि टमाटर सबै छ, काँक्रा हेर्नु त काँक्रा। अनि यो शीतको समयमा चाहिँ रोपेको हो। बिदाको दिनहरूलाई यसो सदुपयोग गरेर यस्तो रोपेको। अनि यहाँ पनि फर्सी उम्रिँदैछ। अनि यता खुर्सानीहरू अनि सानो सानो पनि खुर्सानी छ। अनि यता अनि बन्दा ब्रोकली अनि यता पनि काँक्रा अनि यता लसुन सागहरू। अनि मेन कुरा धनियाँ देख्छौँ कति राम्रो धनियाँ देखेको छ। हेर्नु त धनियाँ कस्तो राम्रो देखेको छ है धनियाँ। अनि त्यसपछि उता चाहिँ मुलाहरू जाग्दैछ, भिन्डी, त्यसपछि के छ है टमाटर। यहाँ पनि बन्दा। अनि पहिलाको जुगको धनियाँ चाहिँ यस्तो भयो, यति खाइयो यो धनियाँ। अनि फेरि अहिलेको चाहिँ यति धनियाँ यस्तो भयो छ, यस्तो राम्रो छ। अनि यहाँ पनि खुर्सानी रोपेको छ सानो सानो। अनि सबै करेसाबारी उता चाहिँ सिमीहरू बोरीहरू छ। हेर्न सक्नुहुन्छ मेरो सानो करेसाबारी। यो आलुहरू कति राम्रो देखेको छ। यो माथि बुट्टा मात्रै होला कि फल पनि लाग्छ होला है। हेर्नु त कति राम्रो देखेछ। धन्यवाद मेरो भिडियोहरू साथ दिनुभएको हजुरहरूलाई।